नमस्कार, डेफ्थ न्यूजमा तपाईलाई स्वागत छ। म रोहित भण्डारी। समसामयिक खास एक विषयको उजागर, चिरफार र त्यसको भित्री यथार्थको सटीक चित्रण हो डेफ्थ न्यूज। दर्शकवृन्द, बेरोजगारी समस्या दिन प्रतिदिन बढ्दो छ। त्यसमा शैक्षिक बेरोजगारहरूको संख्या चुलिँदो छ। डिग्रीका सर्टिफिकेट हातमा बोकेर यताउता जता भौतारिए पनि स्वदेशमा रोजगारीका बाटाहरू बन्द जस्तै छन्। त्यसैले युवाहरू काम, दाम र मामको खोजीमा विदेशिँदैछन्। दैनिक 1500को संख्यामा युवाहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै विदेशी भूमिमा पुगिरहेका छन्। वास्तवमा विदेश नेपाल युवाको रहर होइन, यो एक बाध्यता हो जसलाई कोरिया भाषा परीक्षा आवेदन भर्नेहरूको लाइनले प्रष्ट पार्यो। राम्रो कमाईको आशमा दैनिक रूपमा ठूलो संख्यामा युवाहरू विदेशी भूमिमा पुगिरहेका छन्, तर त्यहाँको अवस्था पनि उति सहज भने छैन। निकै कठिन छ। कोरिया पुगेर फर्केका केही युवाहरू यस्तै भन्छन्। कोरिया पुगेर फर्केका युवाहरूको अनुभव सहितका केही रिपोर्टमा केन्द्रित रहनेछ आजको डेफ्थ न्यूज। मुलुकमा बेरोजगारीको कहाली लाग्दो अवस्था छ। यसबाट मुक्ति पाउन यति बेला युवा पंक्ति विदेश जाने होडमा छ। दैनिक 1500को हाराहारीमा युवाहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट वैदेशिक भूमितर्फ लाग्नेको लहरको छ। मुलुकमा रोजगारीको कुनै अवसर नभएका कारण विदेश हिँड्नुपर्ने बाध्यता नेपालीको हो। तर युवाहरू विदेशीपछि मुलुकमै श्रमिकको अभाव देखिन थालेको पटक पटक सार्वजनिक भइरहेको विषय हो। त्यस्तै भिडमा यति बेला कोरिया मोहले युवालाई आकर्षण गरेको छ। हुन त यो 5औं पटक हो कोरिया जान चाहने युवाले त्यहाँ जान भर्नुपर्ने फारम भरेको। युवाहरूको अपेक्षा छ कोरियामा सहजै रकम कमाउन सकिन्छ, तर त्यहाँ पुगेर फर्केका युवाहरू भन्छन् सोचे जस्तो छैन कोरिया। कोरिया एक अवसर हो र त्यत्तिकै चुनौती पनि। कोरिया एउटा अवसर हो र चुनौती पनि हैन। जति हामीले अवसरको रूपमा लिन्छौँ त्यतिकै चुनौतीहरू पनि हामीले खेप्नुपर्छ। हामीले जसरी लाइनमा बसेर हामीले सुरुदेखि नै दुःख गरिरहेको छौँ हैन। हामी आखिर दुःख नै गर्न जाने हो कोरियामा। हामी परिश्रम गर्न जाने हो हैन। त्यहाँ हार्ड लेबर गर्ने हो। त्यहाँ हामीले गएर सहज काम गरेर कम्पनीहरूमा गएर सहज काम गर्ने हो। कोरिया जहाँ परिश्रम गर्न जाने हो, त्यहाँका नागरिकले गर्न नचाहेको काम नै नेपाली वा अन्य मुलुकबाट आउनेले गर्ने कार्य हो। हार्ड लेबर नै हो। त्यहाँ टेबल वर्क होइन, त्यहाँ लेबर काम गर्ने हो, जो कोरियनले मन पराउँदैनन्। उनीहरू भन्छन् सोचे अनुरूप सजिलो छैन कोरिया। हार्ड ड्युटी गर्नुपर्छ, 12 घण्टाभन्दा बढी समय काममा खट्नुपर्छ। नेपालमा जस्तो काम ठग्छु भन्ने हुँदैन त्यहाँ। त्यहाँ एकदम परिश्रम गर्ने काम गर्ने हुन्छ कोरियामा गएर। जति हामीले यहाँ सजिलो देख्छौँ होइन, यहाँ सोच्छौँ कोरियामा गएपछि पैसाको बोटै छ जस्तै होइन। पैसा पल्छ, यति कमायो यसले, यति कमायो उसले, यति कमायो भन्ने यहाँ चाहिँ कुराहरू चल्छ। त्यो सोचे अनुरूपको चाहिँ जस्तो कोरिया छैन। त्यहाँ गएर चाहिँ 12 घण्टा ड्युटी, कोही कोही 24 घण्टासम्म चाहिँ गरेको पनि छ मेरो साथीहरूले होइन। त्यति चाहिँ एकदम हार्ड ड्युटी गर्नुपर्छ कोरियामा। अपेक्षा कस्तो बोक्नुहुन्छ? अब अफिसमा कुर्सीमा बसेर काम गर्ने बोक्नुहुन्छ कि होइन 3D काम गर्ने बोक्नुहुन्छ कि त्यो अनुसार फरक पर्छ। मेरो हकमा, पर्सनल हकमा चाहिँ के भयो भने मैले चाहिँ कोरिया सम्बन्धी भाषा अलि धेरै पढेको भएर 2008मा मैले विश्व भाषामा 4औं सेमेस्टरै पुरा गरिसकेको भएर र मसँग चाहिँ जो साथीहरू छ, पुराना साथीहरूले चाहिँ मलाई त्यहाँको रियल लाइफ यस्तो हुन्छ है कोरिया भनेर बताइदिएको भएर मलाई चाहिँ खासै त्यस्तो केही पनि भएन। त्यहाँ गएर अब अलिक गाह्रो काम गर्नु परे तापनि पहिल्यै मैले मानसिकता बोकेर गएको थिएँ कि कोरिया गएर हामी टेबल वर्क गर्न जानु लागेको होइनौँ। हामी जति नै पढेको हौँ र मास्टर गरेकै हौँ, किनभने PhD गरेकै हौँ, जस्तो गए पनि त्यहाँ भनेको लेबर कामै गर्ने हो। कोरियन जो चाहिँ कोरियनले गर्न चाहँदैन त्यस्तो काम गर्न नै उनीहरूले बोलाउने हो हैन। त्यही भएर चाहिँ त्यस्तो आफूले अपेक्षा जे गरेछ त्यही अनुसारै भयो भनौँ काम। त्यहाँ पनि यस्तो हुन्छ, अधिकांश कम्पनीहरूले कोरियाको नियम अनुसार नै काम गर्छन्, तर सबै त्यस्ता हुँदैनन्। कतिपयले नियम अनुसार काम गर्दैनन्, कतिपयले पिटाइ दिने गरेको त्यहाँबाट फर्केका युवाहरूको भनाइ छ। युवाहरू भन्छन् धेरै ठुलो अपेक्षा नराख्नुस्, काम गर्न गाह्रो हुन्छ। नेपालमा ठग्ने प्रवृत्ति हुन्छ, तर त्यहाँ त्यस्तो हुँदैन। कानुनी रूपमा चाहिँ अब तपाईँको अब त्यो सबैमा चाहिँ सबै कम्पनीहरूमा चाहिँ लागू हुँदैन। कुनै कम्पनीले चाहिँ नियम अनुसारको तलब दिने, सेवा सुविधाहरू दिने हैन, त्यो कम्पनीको नियम अनुसार चाहिँ दिएको छ। र
र कतिपय कम्पनीहरूले चाहिँ यहाँ हामीले जानुभन्दा अगाडि यहाँ एपिएस परीक्षा चाहिँ पास गरेर जब कोरिया जान चाहिँ हामी तयार हुन्छौँ त्यतिखेर चाहिँ कोरियाको कम्पनी र हाम्रो चाहिँ लेबर कन्ट्र्याक्ट आउँछ, हाम्रो चाहिँ सम्झौता हुन्छ। त्यतिखेर चाहिँ सबै कोरियाको नियमअनुसार होइन आधार तलबहरू, बेसिक तलबहरूदेखि लिएर सुविधा, खाना बस्न सबै कुराहरू चाहिँ फाइनलाइज हुन्छ त्यसमा। र कतिपय कम्पनीहरूले त्यसलाई चाहिँ राम्रोसँग लागू गर्छ र कतिपय कम्पनीहरू चाहिँ लागू गर्दैनन् होइन। त्यो कम्पनी अनुसार फरक हुन्छ। कति कम्पनी चाहिँ जहाँ जति सम्झौता गरेको थियो त्यो अनुसार सेवा सुविधा नदिएको अवस्थाहरू पनि छ। र कोरियामा गएर काम गर्दाखेरि कतिपय कम्पनीहरूले तलब नदिने, विभिन्न मानसिक पीडाहरू दिने होइन, अब पिटाइ गर्नेदेखि लिएर हरेक कुराहरूको समस्याहरू पनि, धेरै समस्याहरू पनि छ कोरियामा। त्यति सहज चाहिँ छैन। धेरै ठुलो अपेक्षा नराख्नुहोस् कोरिया सम्बन्धी। काम गाह्रो हुन्छ। नेपालमा जस्तो हामी नेपालमा काम भए पनि कामै गरेकाहरू पनि कस्तो हुन्छ भने नेपालमा चाहिँ अलिक ठग्ने प्रवृत्ति होइन। काम अब कोही 100हरू आफूसँग सम्बन्धित सिनियरहरू नहुन साथ ठग्ने प्रवृत्ति हुन्छ भने त्यहाँ कोरियामा त्यस्तो हुँदै हुन्न। र अनि टाइमलाई चाहिँ तिनीहरूले धेरै महत्त्व दिन्छ। हामी नेपाली टाइम भन्छौँ, त्यहाँ गएर चल्दैन। हामी 8 बजे बिहान 8 बजे कम्पनीमा काम सुरु हुन्छ भने त्यहाँ पाउने 8 देखि नै काम सुरु गर्ने कम्पनीहरू पनि धेरै हुन्छन्। धेरै टाइमलाई ध्यान राख्नुहोस् र काम गाह्रो हुन्छ। त्यसलाई चाहिँ मनोबल अहिलेदेखि नै होइन फर्म भन्ने साथीहरूलाई, अब दाजुभाइ दिदीबहिनीहरूलाई त्यही भन्छु कि जस आफ्नो मनोबल अहिलेदेखि म गाह्रो काम जे काम पनि गर्न सक्छु भनेर कोरिया जानु पर्यो। कोरियनहरू प्राय कोही राम्रा हुन्छन्, कोही नराम्रा हुन्छन्। अब कसैले अब तलब दिन्छन् पनि, कोहीले अब भोलि दिउँला पर्सि दिउँला भनेर तारिन्छन् र अरू रिसाहा खालका पनि हुन्छन्। त्यस्तो कोरियनहरूसँग फेला परेन। अब कसैले राम्रो शब्दहरू युज गर्छ। अब नराम्रो शब्दहरू युज गर्दाखेरि नेपालीहरूलाई भनौँ अरू सबै कन्ट्रीहरूका मानिसहरूलाई राम्रो त लाग्दैन गाली गर्दाखेरि। त्यो गर्दाखेरि त्यो हिसाबले पनि त्यहाँ त्यो सेन्सले पनि अलि झगडाहरू हुन्छन् र साउहरूले पिट्ने गर्छन्, म्यानेजरहरूले पिट्ने गर्छन्। एक त काम राम्रोसँग जानेको हुँदैन, अनि दोस्रो त भाषा बुझेको हुँदैन। उनीहरूले के भन्न खोजेको हो भन्ने कुरा हामीले बुझेको हुँदैनौँ। अनि प्लस अनि काम पनि आफूले कहिले जिन्दगीमा कहिले नगरेको कामहरू गर्नुपर्ने हुन्छ। त्यो हिसाबले घटनाहरू चाहिँ धेरै घटेका छन्। कसैका हात खुट्टाहरू भाँचिन्छन् मिसिनहरूसँग काम गर्दाखेरि, नजानेर नबुझेर गर्दाखेरि घटनाहरू चाहिँ प्राय घटेकै हुन्छन्। कहिल्यै नदेखेको मेसिनमा बसेर काम गर्नुपर्ने हुन्छ, जसले दुर्घटनाका सम्भावना अत्याधिक हुन्छन्। नेपालीका लागि सबैभन्दा जटिल भनेको भाषा हो। यहाँका सम्पूर्ण पदहरूलाई राम्रो सम्बोधन गर्न जानिएन भने पनि अत्याधिक दुःख पाइन्छ। कोरियाबाट फर्केका युवाहरू भन्छन् कतिपय अवस्थामा झगडा हुने, साहु र म्यानेजरले पिट्ने गर्छन्। जसरी यहाँ कोरियामा चाहिँ काम सजिलो हुन्छ र आफूले भनौँ भनेको जस्तो काम पाउँछ, त्यो सोचाइले चाहिँ हुँदैन रहेछ। त्यहाँ चाहिँ एकदम अब हामीले कहिले नदेखेकाहरू ठुल्ठुला मिसिनहरू सामानहरूसँग जुझेर काम गर्नुपर्ने हुन्छ। त्यो हुनाले यहाँ अब नेपालीको बानी अलिकति हतारेर गर्ने बानी छ। अनि उता मिसिनमा काम गर्दाखेरि अलि हतारेर गर्दाखेरि चाहिँ दुर्घटना चाहिँ अलिक धेरै नै भएको पाइन्छ। त्यो हिसाबले चाहिँ यहाँ भएका जुन अब नयाँ जाने हामी साथीहरूलाई चाहिँ कोरियामा काम गर्दाखेरि चाहिँ अलिकति होस पुऱ्याएर मिसिनमा काम गर्नुपर्ने हुनाले मिसिन सम्बन्धी अलिकति नलेज लिएर गरेर काम गर्दाखेरि चाहिँ अलि राम्रो हुन्छ, दुर्घटना हुँदैन। यति हो, खाडी लगायत अन्य मुलुकभन्दा त्यहाँ सहज हुन्छ। त्यहाँको राम्रो पक्ष भनेको इमान्दार र लगनशील व्यक्तिले कहिल्यै दुःख पाउन्नन्। सबैले प्रमाण पुगेको खण्डमा न्याय पाउनेछन् अनि राम्रो कार्य गर्नेको कमाई पनि राम्रै हुनेछ। देशमा अब रोजगार छैनन्, अब काम गर्ने ठाउँ छैनन्, केही गर्छु भन्दा पनि गर्न पाउँदैन। त्यही भएर प्राय सबै युवाहरू चाहिँ विदेश लागेका छन्। त्यसमा चाहिँ अब खाडी मुलुक जानुभन्दा कोरिया जानु चाहिँ एकदम उपयुक्त पनि हुन्छन्। प्लस अन्त देशभन्दा कोरियामा चाहिँ अलिकति तलब पनि बढी हुने, प्लस सुविधाहरू पनि बढी हुने, प्लस सरकारले पनि अलि हेरेको हुनाले अब कोरियामा जानेहरूलाई चाहिँ के भन्नुहुन्छ म भन्छु भने कोरिया जानुहोस्, जस्तो आफूले यहाँबाट सोचेको त्यो चाहिँ हुँदैन। एकदम लगनशील साथ काम गर्नुपर्छ, होसपूर्वक काम गर्नुपर्छ। तपाईँको एक मिस्टेक गर्ले तपाईँको जिन्दगी पनि बर्बाद हुन सक्छ। यति हुँदाहुँदै पनि कतिपय अवस्थामा आफूभन्दा माथिल्लो स्तरका व्यक्तिलाई सम्मान गर्न
नसक्दा जान दुर्घटनाको शिकार पनि हुन सक्दछ। जान कति मान्छेहरू एक्सिडेन्ट गराउने प्रवृत्तिहरू त्यो चाहिँ अघि नै मैले भने नि जसलाई मन पराएको छैन त्यस कम्पनीको साउहरूले त्यस्तो गर्न चाहँदैन, किनभने उनीहरूले त पेनाल्टी तिर्नुपर्छ। त्यस्तो कोही एक्सिडेन्ट भयो भने उनीहरूले उपचार गर्नुपर्छ, यो गर्नुपर्छ। तर सँगै काम गर्नेहरूले त्यस्तो किसिमको काम गर्नुपर्छ। र अर्को कुरा मानसिक के हुन्छ भनेदेखि यहाँबाट काम गर्न जाने भनेको D3 हो, डर्टी डेन्जर डिफिकल्ट। D3 मा जाने हो। D3 मा जाने मान्छेले कुनै पनि स्ट्यान्डर्ड काम गर्छु भनेर उसले सोच्नु भएन नि। उसको त D3 मा काम गर्ने हो नि त, डर्टी डेन्जर डिफिकल्ट त उसको हो नि। त्यो सेक्टरमा काम गर्छु भन्ने कुरा उसले बुझ्नु पर्थ्यो। त्यो नबुझ्दाखेरि उनीहरूको मेन समस्या के हुन्छ भने बेलामा कुनै तलब नदिनु कुनै कम्पनीले अब उपचार बिरामी हुँदाखेरि उपचार नगरिदिनु, त्यो एउटा कुरा भयो। र अर्को समस्या भनेको उसले आफू बिरामी भइरहेछ भन्न नसक्ने अवस्था, उसले भाषाको कारणले गर्दाखेरि यहाँ गएर दुःख पाउने चाहिँ उनीहरूले सोचे नेपाली या विदेशी अहिले 17 राष्ट्रको त्यहाँ काम गर्ने मान्छेहरू आउँछन्। 17 राष्ट्रमध्येमा अहिले सबभन्दा 15 राष्ट्रको चाहिँ धेरै आउँछन्। ती मध्येमा मान्छेहरूले कसरी बुझेको हुन्छन् भनेदेखि त्यहाँ गइसकेपछि उनीहरूको सम्पर्क चाहिँ के हुन्छ, थर्ड लेभलको मान्छेसँग सम्पर्क हुन्छ। त्यसले गर्दा उनीहरूले के बुझ्छ, कोरियनहरू त सबै चाहिँ नराम्रा मान्छे हुँदो रहेछन्, किनभने उनीहरूको सङ्गत त्यो अनुसारको मान्छेसँग पनि। अनि उनीहरूको त्यो मानसिक हुन्छ। मानसिकमा त्यो भइसकेपछि मान्छेलाई कुनै पनि कुरामा नेगेटिभ, जस्तै मलाई तपाईँले नेगेटिभ सोच्नु भइदियो भने अकल चाहिँ यस्तो हो भनेर सोचिदिनु भयो भने मलाई देख्दैपछि त्यो नेगेटिभ सोच आउँछ। अनि कुनै मान्छे अनि हामी पनि अब त्यो थर्ड लेभलको मान्छेसँग हामी सम्पर्कमा काम गर्ने हुनाले अनि सबैले चाहिँ त्यो मान्छेले कोरियनहरू चाहिँ यस्तो हुँदो रहेछ नराम्रो भन्ने त्यो किसिमको सोच बनाउँदाखेरि पनि उनीहरूले दुःख पाउँछ। तर कोरियनहरू त्यस्तो होइन। कोरियनहरू टोटल ह्युमन राइट्स भएको देश हो। तपाईँको त्यहाँ गएर कुनै पनि उसमा तपाईँलाई एउटा पनि तपाईँले प्रमाण जुटाउनु भएको खण्डमा एउटा सानोभन्दा सानो कुरामा तपाईँलाई सपोर्ट पाउनुहुन्छ, त्यस्तो किसिमको सपोर्ट हुन्छ। त्यसले गर्दाखेरि टोटल ह्युमन राइट्स भएको देशमा हामीलाई त्यस्तो किसिमको हुँदैन र आफ्नो फिलिङमा भर पर्ने कुरा हो। र त्यो आफू पर्ने खाडा चाहिँ आफै खन्ने साथीहरू चाहिँ धेरै पर्छन्। भन्छ नि अब हुन्छ भनौँ न 1000 मा एकजना एक्सिडेन्ट हुन्छ, त्यसलाई म त भन्दिनँ। तर हो हामीले जानेर गर्नुपर्छ, राम्रोसँग गर्नुपर्छ। र 1000 मा एकजनालाई कुट्छ कोरियनले, हामीलाई पनि रिस उठ्छ नि। तर त्यसो हुँदैमा सम्पूर्ण कोरियन कम्पनी चाहिँ सम्पूर्ण चाहिँ नराम्रो म भन्दिनँ। मैले कोरियाको उसमा गएर 1 वर्षको बिचमा मैले गोल्ड मेडल पाएको छु। इमान्दारिता र लगनशीलता र मेहनतीको तीनटै विधाको चाहिँ कोरियाको पोस्टको कम्पनीमा किया कम्पनीमा मैले काम गर्थेँ। तीनटै विधाको चाहिँ म कुनै पनि दिन त ऊ सरहरूसँग भेट गर्ने देखाउँला, मलाई कोरियाको चाबी सुनको चाबी मलाई पाएको छु। त्यहाँ फुर्सदको समयमा कुनै सिप सिक्न चाहनेले निःशुल्क सिप सिक्न सक्ने हुँदा त्यसतर्फ पनि ध्यान दिन त्यहाँबाट फर्केका युवाहरूले सुझाव दिएका छन्। आर्थिक रूपको कुरा गर्दाखेरि जुन अपेक्षाले कोरिया जाँदै हुनुहुन्छ त्यो अपेक्षा वास्तवमै पुरा हुन्छ। किनभनेदेखि अहिले नेपालको स्थिति यो छ ताकि काम गरौँ भन्दा पनि काम गर्ने पाउने अवस्था छैन। र अर्को कुरा कोरियन सरकारले के गर्छ, प्रत्येक वर्ष कुनै न कुनै तौरबाट 7% देखि 13% तलब इन्क्रिज गर्छ। अहिलेको हिसाबमा गर्ने हो भने लगभग 1.5 लाख नेपाली उसको सेलरी हुन्छ भनेपछि कुनै पनि हालतमा नेपालमा बसेर त्यो गेन गर्न सक्दैन। किनभने म नेपालबाट कोरियाबाट फर्केको 4 वर्ष भएँ। मैले आफ्नो एक्सपोर्ट गर्छु, इम्पोर्ट गर्छु, आफ्नो बिजनेस छुट्टै बिजनेस छ, मेरो डिपार्टमेन्ट स्टोर छ, सम्पूर्ण गर्छु। तर पनि 1.5 लाख रुपियाँ 2 लाख रुपियाँ बचाउनलाई मलाई दबाउ हुन्छ। तर कोरियामा गइसकेपछि त्यो सजिलैसँग बच्छ यदि त्यो साथीहरूले राम्रोसँग काम गर्नुभएको खण्डमा आफ्नो मेहनत, आफ्नो इमान्दारिता, आफ्नो लगनशीलता गर्नुभयो भने साँच्चीकै म वास्तवमा यो कुरालाई ग्यारेन्टी दिन्छु। यतिखेर मैले ग्यारेन्टी दिन सक्छु उहाँको आर्थिक स्थिति सबल हुन्छ। त्यो एउटा कुरा भयो। अर्को कुरा साथीहरूलाई म के भन्छु भने कोरियामा गइसकेपछि यी साथीहरूलाई अहिले अब जो जति बस्नु भएको छ, लाममा बस्नु भएको छ, कोरियामा गइसकेपछि प्लिज कम्पनीमा मात्र नबस्नुहोस्, काम मात्र नभन्नुहोस्, बाहिर निस्किनुहोस्, कोरियाको वास्तविक स्थिति बुझ्नुहोस्।
कोरियामा गइसकेपछि मान्छेहरूको मान्छे स्थिति के छ भनेदेखि बाहिर निस्क्यो भने खर्च हुन्छ, एउटा त्यस्तो छ कि बाहिर निस्क्यो भने खर्च हुन्छ भन्ने छ। तर त्यो होइन, कोरियामा के छ भने जति बाहिर निस्क्छ तपाईँले कम्प्युटर सिक्न चाहनुहुन्छ भने टोटल फ्री, कोरियन भाषा सिक्न चाहनुहुन्छ भने टोटल फ्री, तपाईँ भन्नु गाडी सिक्न चाहनुहुन्छ भने टोटल फ्री, अनि त्यसपछि तपाईँ बेकरी आइटम अथवा कुनै पनि तपाईँको सिपमूलक काम सिक्न चाहनुहुन्छ भने टोटल कोरियन सरकारले निःशुल्क रूपमा सिकाइदिन्छ। निःशुल्क रूपमा फुर्सदको टाइम निकाल्नुपर्छ, तपाईँको निःशुल्क रूपमा सम्पूर्ण सिकाइदिन्छ। त्यति मात्र गर्दैन, उसलाई कम्पनीसम्म आउने लाने उसलाई अब त्यो ट्रेनिङको रेटमा खाने सम्पूर्ण चाहिँ कोरियन सरकारले उपलब्ध गराउँछ। त्यहाँको सरकारले नै निःशुल्क सिप सिकाइदिनेछ। कोरियामा नेपाल लगायत 17 राष्ट्रका विदेशी नागरिकले काम गर्ने गर्दछन्। कोरियाको सपना देख्नेहरूले यो बुझ्न आवश्यक छ कि त्यहाँ पनि निकै कठिन छ। लगनशील र मेहनती युवाहरूका लागि मात्र हो कोरिया, अनि तल्लो स्तरको काम गर्न सक्छु भन्ने आँट बोक्नेहरूका लागि मात्र हो कोरिया। अब केही बेर विश्राम, त्यसपछि यस प्रसङ्गको थप चर्चा गर्ने गरी उपस्थित हुनेछौँ। विश्रामपछि स्वागत छ। यति बेला तपाईँ डेप्थ न्युज हेर्दै हुनुहुन्छ र आजको कार्यक्रममा हामी रोजगारीको आशमा कोरियन भाषा परीक्षाको आवेदन दिएका र कोरिया पुगेर फर्केका युवाको अनुभवका विषयमा केन्द्रित छौँ। विदेशी भूमि नेपाली युवाका लागि रहर होइन, बाध्यता बनिरहेको छ। विदेश गएर आएका युवाहरू हुन् या जाने तर्खरमा रहेकाहरू, सबैले एउटै आवाज बोलिरहेका छन्, विदेश हाम्रो बाध्यता हो, रहर होइन। जति बेला देशमा सशस्त्र युद्ध चलिरहेको थियो त्यति बेला युवाहरू त्यसबाट जोगिन विदेश हिँड्थे। शान्ति सम्झौतापछि त्यो क्रम रोकिनु पर्थ्यो, तर रोकिएन। लामो समयको द्वन्द्व खेपिरहेको मुलुक जनआन्दोलन 62-63 हुँदै 12 बुँदे समझदारी हुँदा नेपाली युवाहरूमा अब त मुलुक विकासको बाटोमा कति पनि ढिला नगरी लम्कने छ भन्ने आशाको दियो जागेको थियो। तर यथार्थमा त्यसो हुन पनि सकेन, जसका कारण थुप्रै हुन सक्छन्। कारण जे जस्ता भए पनि महत्त्वपूर्ण कारण चाहिँ लामो समयको राजनीतिक अस्थिरता नै हो, अदूरदर्शी नेतृत्व नै हो। त्यो सत्य हो, तर यति हुँदा हुँदै पनि के नेपाली युवाको राज्यप्रतिको दायित्व छैन? के युवाहरूको काम खाली राज्यको क्रियाकलापको आलोचना गर्ने मात्रै हो? पक्कै पनि होइन। वैदेशिक रोजगार विभागको पछिल्लो तथ्याङ्क अनुसार वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका युवाहरूको संख्या ठूलो छ। त्यसैगरी विभागमा स्वीकृतिका लागि लामबद्ध युवा तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश सिधै गरेका युवाहरूको लर्को पनि लामै छ। प्रत्येक दिन 1500 को हाराहारीमा युवाहरू विदेशी रहेका छन्। यसरी विदेश हिँड्दै गरेका युवाहरूले सरकारले रोजगार दिन नसकेको भन्दै असन्तुष्टि पोख्दै बाहिरिरहेका छन्। जाने एकदमै तीव्र इच्छाका साथ 2 महिनादेखि कोरियन भाषा पढ्दै आएको र हिजो 6 बजेदेखि फर्म भर्ने भनेर आएको त घरि लाइनमा हुन्छ, घरि प्रहरी साथीहरूले लखेटेर 4 को टाढा पुर्याएको अवस्था छ र कयौं साथीहरूले घाइते पारिएको छ। र मेरो एकदमै निकटको मित्र रमेश बस्नेत भन्ने साथीले त घाइते बनाएर नै सायद कोठातिर गइसक्नु भएको छ। फर्म भर्न पढ्नु भन्दा पनि मलाई त अहिले 4 गुणा नै गाह्रो लागिसकेको छ। नेपाल सरकारले अहिलेको जुन नेपालको युवा शक्तिहरूलाई स्वरोजगारको र आफ्नो देशमा त्यस्तो रोजगारीको अवस्था सिर्जना गरिन सकेपछि र युवाहरूलाई कुनै किसिमको रोजगारको व्यवस्था नभइसकेपछि युवाहरूले विदेश हिँड्नु बाध्य भएको हुँदा मैले पनि विदेश जाने तीव्र इच्छा राखेको छु र सायद विदेश नै गइन्छ होला। जब मान्छेलाई बाँच्नु मर्नु भन्दा पनि गाह्रो भइरहेको हुन्छ, अहिले हामीहरूलाई बेरोजगारीको पीडाले साह्रै सताइरहेछ। त्यही भएर नि हामीहरूले विदेशतिर विदेश हिँड्नु बाध्य भइरहेछ। पढाइ कति पुऱ्याउनु भयो? पढाइ मैले अहिले ब्याचलर 3rd इयर दिएर आएँ। एउटा कुरा, नेपाल देशमा जति पढे पनि अब त्यो जुन सर्टिफिकेटको मान्यता भएन, मूल्याङ्कन भएन, यहाँनिर रोजगार पाउन सकेन। त्यसै कारणले जति यहाँ युवाहरू छन् जे जति छन् जस विदेश हिँड्नु बाध्य भएको छ।
काठमाडौँमा केही गर्न सकिन्छ कि भनेर आइयो यहाँ टिक्न जीविकोपार्जन गर्न सकिएन कामकै खोजीमा आइयो सानो सानो अब बाहिर एकाध फुटपाथ व्यापार गरिन्थ्यो जीविकोपार्जन नहुने भयो त्यसो हुँदाखेरि बाहिरतिर केही हुन्छ कि भन्ने सोचले यसभन्दा अगाडि फर्म भर्नुभएको थियो थिएन यसभन्दा अगाडि थिएन पहिलो पटक हो के काम गर्न जाँदैछु भन्ने तपाईँलाई थाहा छ खै त्यो त थाहा छैन थाहा छैन कुन क्षेत्रमा हामी खटिनु पर्ने हो के थाहा छैन त्यो थाहा छैन त्यो जुनमा परे पनि पैसा भयो भनेदेखि केही गरौँ भन्ने हो काठमाडौँमा कामको खोजीमा आएको पढाइको सिलसिलाको साथसाथै कामको खोजी घरको आर्थिक अवस्था निम्न स्तर त्यस कारणले कामको खोजीमा कोरियन इपिएसले चाहिँ कोटा छुट्यायो त्यस कोटामा तै पनि सिलेक्ट हुन्छु कि भन्ने आशले आएर पहिलोचोटि फर्म भर्नलाई यहाँ आएको तर खै आशा छ अहिले ब्याचलर सेकेन्ड इयर हजुर यसरी युवै हुनुहुन्छ त्यति ठुलो उमेर भएको छैन र तपाईँलाई यति छिटै विदेश जाने इच्छा जाहेर हुनुको कारण घरको आर्थिक अवस्था न्यून पढाइलाई निरन्तरता दिनलाई धेरै गाह्रो भयो काठमाडौँमा बसाइ धेरै गाह्रो रहेछ महँगी आफू केही रोजगार वा जब नगरिकन यहाँ बस्न सक्ने बाध्यता भएन त्यसकारण कतै हामी युवाहरू सरकार गैर जिम्मेवार भएको भन्दै धारे हात लगाउँदै गर्दा हामीले आफ्नो जिम्मेवारी बिर्सिरहेका त छैनौँ। नेपाली युवाहरूका सामु प्रश्न तेर्सिएको छ के युवाको दायित्व छैन र मातृभूमिप्रति पछिल्लो समय नेपाली युवा विदेशी भूमिमा टन्टलापुर घाममा हजारौं रुपैयाँ लगानी गरेर जानलाई तम्सिएका छन्। रोजगारीका लागि आफ्ना खेतबारी बाँझै राखेर जान कसिने युवाले विदेशमा बगाउने पसिना आफ्नै माटोमा बगाउन तयार हुने हो भने के हुन्छ? विदेशिँदै गरेका नेपाली युवाले एकपटक सोच्न जरुरी छ। युवाहरूले आफ्नो देशप्रतिको दायित्व जसरी पनि सम्झनै पर्छ र गलत तत्त्वहरूलाई निमट्यान्न पार्न सक्नु नै पर्छ। ये युवा तिमी कहिले देशको राजनीतिक परिवर्तनका लागि लड्यौ, कहिले दलीय स्वार्थका लागि लड्यौ। अब देशको विकासका लागि आफ्नै देशमा सम्भावना खोज्ने बेला आएको छ, पसिना बगाउने बेला आएको छ। खाली राज्यले केही गरेन भन्दै राज्यलाई धिक्कार्ने होइन, तिमी आफैमा विश्वास राख्ने बेला आएको छ। तिमीले नगरे कसले गर्छ? अहिले नगरे कहिले गर्ने? एकपटक जोसँग जे छ त्यसैमा सम्भावना खोजेर नेपाली युवा कसिने हो भने बेरोजगारी समस्या केही हदसम्म भए पनि पक्कै हल हुनेछ। ए नेपाली युवा, तिमी जहाँ छौ त्यहीँबाट अहिले आजैबाट सङ्कल्प गर, प्रण गर, मातृभूमिमा पसिना बगाउने, देशमै सम्भावना खोज्ने। केही परिवर्तन त अवश्य हुनेछ। एकचोटि आफैलाई विश्वास गरेर त हेर, परिवर्तन अवश्य हुनेछ। विदेश बाध्यता हो नेपाली युवाको, रोजी रोटीको सवाल हो यो। तर कहिलेसम्म यसलाई बाध्यता मात्रै भनेर फन्चिरहने? साँच्चै यो महत्त्वपूर्ण प्रश्न हो। यो प्रश्नको उत्तर त्यति बेला मात्रै भेटिनेछ जति बेला यो देशका जिम्मेवार निकायहरू गम्भीर भएर सोच्नेछन्, नीति निर्माणमा लाग्नेछन् र त्यसको कार्यान्वयन गर्नेछन्। हवस् त, खास एक विषयको उजागर, चिरफार र त्यसको भित्री यथार्थको सटिक चित्रण डेप्थ न्यूज आजलाई यति नै। हामी सबै बिदा भयौँ। माउन्टेन टेलिभिजन हेर्दै रहनुहोला। नमस्ते।